सिक्किम प्रिमियर लिग चाहिँ म चाहिँ अघिदेखि नै हेरिरहेको छु निकै भइसक्यो लाइभ स्टार्ट भएको 4:30 अराउन्ड अलिकति 4:30 काटेर स्टार्ट भएको थियो र म चाहिँ गान्तोक जानु पाइनँ फर सम रिजन्स त्यही कारणले म चाहिँ घरमै बसेर लाइभ हेरिरहेको छु र आइ एम भेरी मच एक्साइटेड फर टुडेज म्याच होइन एन्ड एभ्रीबडी इज सबैजना फ्यानहरू जो छ सबैजना दे आर एक्साइटेड अन्त त्यहाँदेखि चाहिँ अहिले चाहिँ यहाँनिर स्टार्ट हुनु आँटेको छ पहिला ब्यान्डको पर्फर्मेन्स हुने रहेछ अनि त्यसपछि चाहिँ स्टार्ट हुन्छ सो अन्टिल देन म चाहिँ यहाँनिर के गर्दैछु भन्दाखेरि चाहिँ यस्तोवाला म बनाउँदैछु र म्याच स्टार्ट भइन्जेल चाहिँ लाइभ चाहिँ अनै राख्छु तर यो बनाउँदै गर्छु त्यहाँदेखि चाहिँ वान्स द म्याच स्टार्ट्स त्यहाँदेखि चाहिँ फुल कन्सन्ट्रेसन हुन्छ मेरो यो लाइभमा अन्त त्यहाँदेखि चाहिँ यो ओठ चाहिँ मेरो हल्का हल्का रातो किन भइरहेको छ भन्दाखेरि चाहिँ आज चाहिँ होइन मम्मी पनि आउनुभयो घर कामहरू सकेर दोकानहरू सबै बन्द गरेर त्यहाँदेखि चाहिँ मम्मीले चाहिँ भन्नुभयो रामेन खाउँ आज भनेर अन्त त्यहाँदेखि चाहिँ हामीले चाहिँ रामेन चाहिँ मजाले खायो रामेन अन्डा कोक काँक्रा सबै मजाले खायो र त्यो भिडियो पनि म हाल्दैछु सबैजना बस्नु यता आइज न चेयर्स हामी दुईजना मात्रै गऱ्यौँ हेलो गरिदिनुहोस् न यता अनुहार देखाएर हौ भाइ